ल है हजुर, हामी चाहिँ अब आजदेखि अकबरे खोर्सानी रोप्नु चाहिँ लागिरहेछौँ। यहाँ मैले चाहिँ अकबरे खोर्सानीको बिउ चाहिँ एक डोको बोकेर हिँडिसकेको छु, देखिसक्नुभयो होला। ल अकबरे खेतीमा चाहिँ डेन्जर तरिकाले लागिएको छ होइन। यहाँनिर कोही अब यो बेमौसमी फलाउनुको लागि चाहिँ हामीले एकदम प्रयत्न गरिरहेका छौँ। ल हेर्नुहोस्, यो बेमौसमी उत्पादन गर्नलाई हो। यता अलैँची, उता कोला, यता अलैँची बगान छ। एकदम हामी चाहिँ कृषिमा चाहिँ आबद्ध छौँ। यो भर्खर लाइँदै गरेको अलैँची हो, यो 2 वर्ष भयो।